सासू बुहारीको एउटै बोयफ्रेन्ड परेपछि लडाइँ परेको छ। भगवान् बाँच्नुपर्छ, के देख्नुपर्छ पर्छ। हेर्नुहोस् त, सासू चाहिँ विदेशमा कमाएको आधी पैसा सर्लक्क बोयफ्रेन्डलाई पठाउँदै रहेछन्। बोयफ्रेन्डको नाम चाहिँ काजी रहेछ क्या। अनि यता काजीले चाहिँ फेरि त्यही सासूको बुहारीलाई चाहिँ घरमा ल्याएर राखेको रहेछ क्या। त्यति मात्रै नभएर काजीको फेरि जेठी श्रीमती पनि रहेछ। उपट्टिको 3 भाइ छोरा रहेछन् होइन। अनि माइली भनेको चाहिँ विदेशमा भाकीवाला, सासू चाहिँ कान्छी भनेको। यस्तो हो क्या म्याडम, यो सासू बुहारीको एउटै बोयफ्रेन्ड भन्ने चाहिँ धेरैचोटि हेरियो, तर त्यो काजी भन्ने मान्छे चाहिँ को रहेछ, काजी भन्ने मान्छे देखिएन क्या। त्यो काजी भन्ने मान्छे पनि त देखाउनु पऱ्यो नि त। यो त सबै फ्याँक जस्तो लाग्यो त। यो सबै त्यो के अरे नेटमा हालेर भ्युअर्स कमाउनको लागि, पैसा खानको लागि बाटो गरे जस्तो मात्रै देखियो। तर अहिलेसम्म काजी भन्ने मान्छे चाहिँ कोही पनि रियलमा भेटाएको छैन। के हो कुरो?